एउटा समस्याको समाधान हुन्छ अनि फेरि अर्को समस्या आइपर्छ। हाम्रो जिन्दगी पनि यस्तै छ, समस्याहरू कहिले खत्तम नै हुँदैनन्। तर खुसी हुन केवल समस्याको समाधान हुनै पर्छ भन्ने पनि त छैन। खुसी त जङ्गलको बीचमा रहेको यो ठाउँले पनि दिन सक्छ। यहाँबाट देखिने यो सुनौलो सूर्यास्तले पनि दिन सक्छ। यतिले भएन भने एटिभी राइडमा पनि त्यो खुसी मिल्न सक्छ। कहिलेकाहीँ त त्यो खुसी रुमको बाल्कुनीमा बिहानी पखको चियाको चुस्कीमा पनि मिल्छ। खुसीको कुरा त के छ र, यहाँबाट सुनिने चराचुरुङ्गीको आवाजले पनि दिन सक्छ। टाढाबाट हेर्दा आराम गरिरहेको हात्ती जस्तो देखिने भएर त्यसैको आकारबाट यसको नाम हात्तीवन राखिएको बुझिन्छ। अनि यो वन क्षेत्रमा बसेर मिठो खानेकुरा खान पाउँदा पनि अलग खुसी मिल्ने गर्छ। फेरि खुसीको कुरा त के छ र, आज हजुरहरूलाई यो भिडियोले पनि त खुसी दिन सक्छ। सो हेलो गाइज एन्ड वेलकम ब्याक टु द ब्रान्ड न्यू एपिसोड। आज चाहिँ कहाँ छौँ भने यस्तो दामी मलाई पहिलादेखि आउनु मन लागिरहेको यो ठाउँमा हामी 2-4 पोस्टरिङ सेसन गर्न आइसक्यौँ। 1-2 गाडीको हामीले इभेन्ट्सहरू यहाँ कभर गरेका थियौँ आएर। यसको वरपरको परिवेश यस्तो बबाल छ। छेउबाट चम्पादेवी हाइकिङ ट्रेल पनि छ होइन। सो अहिले चाहिँ हामी कहाँ छौँ भने हात्तीवन रिसोर्टमा छौँ होइन। अनि यतापट्टि पुरा भ्यू काठमाडौँको देख्न पाइन्छ। ब्याकग्राउन्डमा चराहरूको आवाज पनि सुन्नुभयो होला। पुरा प्रकृतिले भरिपूर्ण ठाउँ। अब पानी हामीलाई परेको छैन, बट स्टिल मनसुनमा चाहिँ यो ठाउँ यस्तो बबाल ठाउँ हो। यहाँ पानी परिदियो भने चाहिँ हुस्सोले भयङ्कर तरिकाले ढाक्छ क्या होइन। सो त्यो ठाउँमा हामी आइपुगेका छौँ। अब हामी यो ठाउँको परिवेश तपाईँलाई सम्पूर्ण तरिकाले एक्सप्लोर गरेर देखाउनेवाला छौँ। स्टे ट्युन्ड। चियर्स। वेलकम ब्याक टु द ब्रान्ड न्यू एपिसोड। कहिलेकाहीँ हराउन मन लाग्छ। धेरै टाढा पनि नहोस्, धेरै लामो पनि नहोस्, बस फेरि प्रकृतिमा रमाएर सास फेर्दाको खुसी महसुस होस्। अनि हाम्रो यो यात्रा यसरी नै सुरु हुन्छ। सहरको कोलाहललाई पछाडि छोडेर सल्लाहको रुखको जङ्गलको बीचको घुमाउरो बाटो हुँदै हामी अगाडि बढ्छौँ। बल्खुदेखि करिब 15 किलोमिटरको दूरीमा रहेको यो ठाउँमा हामी नजिकिँदै गर्दा सहरको कोलाहल हराउँदै जान्छ। ऊर्जा परिवर्तन हुन्छ, चिसोपनको आवाज हुन्छ अनि प्रकृतिको लय र चराचुरुङ्गीको धुनमा मुस्कुराउन थाल्छौँ हामी। हामी यहाँ पुग्न साथ चेक इन गर्छौं अनि यो प्रपर्टी एक्सप्लोर गर्छौं। 1842 मिटरको उचाइमा रहेको हात्तीवन हिमालयन हाइट रिसोर्टले यस पहाडलाई सजाउने हरियो जंगल र यसको प्राचीन भूमिमा गाडिएको गहिरो आध्यात्मिक सारको कदर गर्दछ। वरपरको सामुदायिक वनको संरक्षकको रूपमा यस रिसोर्टले आफ्नो आगन्तुकहरूलाई प्रकृतिको सुन्दरतामा रमाउन प्रेरित गर्दछ। यो सँगै यहाँबाट देखिने उपत्यकाको दृश्य पनि निकै आनन्दको छ।
सो यो चाहिँ हामी आज खासमा आजको दिन चाहिँ बुधबार हो होइन अनि बुधबार पनि यो ठाउँमा यस्तो मान्छेको फ्लोहरू आइरहेछ नि मान्छेहरू अब भनौँ न प्रायः चाहिँ हामीले फ्यामिली नै देखिरहेछौँ फ्यामिलीहरू आफ्नो बच्चा लिएर आएको देखिया छ क्या सो मोस्ट प्रोभाब्ली जहाँसम्म लाग्छ नेचरको नजिक भएर त्यो फ्यामिली टाइम स्पेन्ड गर्नको लागि पनि सायद मोस्ट प्रोभाब्ली मान्छेहरूले चुज गर्नुहुन्छ होला जस्तो पनि लाग्यो यहाँ देख्दाखेरिमा होइन अनि अब अहिले शिव शहरमा मजाले यो प्रोपर्टी डुलिरहँदा चाहिँ हामी आएदेखि नै अहिले पनि हामीले चाहिँ पछाडि मजाले चराहरू कराइरहेछ कोइलीहरू कराइरहेछ होइन त्यो परिवेश एकदम मजाले त्यो कानलाई सुकुन दिने टाइप भनौँ न मन मस्तिष्कलाई एकदम शान्ति दिने खालको चाहिँ मजाले चराचुरुङ्गीको आवाज सुन्न पाइरहनु भएको छ हजुरहरूले हामीले पाइरहेछौँ भन्नु बाहिर भयो अनि त्यसपछि यताउता बाहिरी नोइजहरू अब गाडीको ट्याटाटोटो यताउता केही पनि छैन क्या सो ओभरअलमा हामी हिँडिरहँदा शिवशरमा यो प्रपर्टी पुरा कम्प्लिटली एक्सप्लोर गरिरहँदा छुट्टै खाले आनन्द दिइरहेछ क्या यो ठाउँले होइन अब चिसो बतास साँझ हुन लाग्छ मेबी मोस्ट प्रोभाब्ली लक्की भयो एकछिनमा सनसेट हामीले देख्न पनि सक्छौँ लेट्स होप होइन पानी सानी पऱ्यो यताउता केही नभएर डिस्टर्ब भइदिएन भने चाहिँ मेबी हामी लक्की हुन्छौँ होला बट अहिलेलाई चाहिँ यो प्रपर्टी हामी सर डुल्दा एकदम मजाले चराचुरुङ्गीको आवाज अनि त्यसपछि एकदम चिसो बतासहरूमा हामी वी आर जस्ट इन्जोइङ द मोमेन्ट के हामी बबाल एकदम फिल लिइरहेछौँ यो ठाउँलाई एन्ड फ्यामिलीहरूको पनि रोजाइमा पर्ने रहेछ यो चाहिँ तपाईँ फ्यामिली हुनुहुन्छ कोही भने चाहिँ एकदम पोइन्ट टु बी नोटेड है त यहाँ एकैछिन डुल्दा आएका आगन्तुकहरूसँग गन्थन मन्थन गर्दा चराचुरुङ्गीको आवाजमा नतमस्तक हुँदा एउटा छुट्टै खुसी महसुस हुँदै थियो हामीलाई चिसो बतासमा बिना कारण मुस्कुराउनुको कारण खोज्न भने मैले सकिनँ बस यो ठाउँले हामीलाई मुस्कुराउने बनाउँछ अनि यो ठाउँले मुस्कुराउने बनाउँदै गर्दा अर्को मिठो क्षण भने पस्किन्छ यहाँबाट देखिने सूर्यास्तले
पहाडहरूमा सूर्यास्त केही खास हुन्छ। सायद यो रुखहरूको बीचको मौनता हो या त पहाडहरू पछाडि गायब हुनुभन्दा अघि सुनौलो रङमा पग्लिने तरिका हो। वन जङ्गल र यो रिसोर्टको परिवेश आफैमा सुन्दर छँदैछ, तर झन सुन्दर पारिदिन्छ यो ठाउँलाई सूर्यास्तले। फिक्का हुन लागेको जङ्गललाई सुनौलो रङले रङ्गाइदिन्छ। बस अनि यो दृश्यले निकै खुसी मिल्छ हामीलाई। हामी एकैछिन यही सूर्यास्तको सुनौलो रङमा रङ्गिन्छौँ। सूर्यास्त पछि फेरि आफ्नै रङमा रङ्गिन थाल्छ यो रिसोर्ट। तलको सहर टाढाबाट हल्का चम्किरहेको छ, बत्तीहरू झिलिमिली छन्, मानव उपत्यका उज्यालो आकाश मुनि सपना देखिरहेको छ। हामी स्थिर भएर उभिरहेका छौँ, समय रातमा विलीन भएको हेर्दैछौँ। कुनै शब्द छैन, कुनै हतार छैन, बस केवल शान्ति छ। अनि त्यो शान्तपनमा थप मिठास भने यहाँको खानाले थपिदिन्छ। सो लगभग अहिले चाहिँ लगभग हाम्रो 10 बज्न लाग्यो होइन। हामीले चाहिँ डिनर सिनर गऱ्यौँ। साँझको माहौल, साँझको परिवेशमा चाहिँ यताबाट जुन काठमाडौँ सिटीदेखि रहेछ नि, मौसम आज खुली पनि भनौँ न, खासमा पानीले पनि डिस्टर्ब गरेन हामीलाई। अनि यस्तो क्लिन सिटी स्केप देखिनु रहेछ कि लाइक यो हाइटमा रहेछ। मैले एनालाइसिस गरेको थिएन किनकि त्यहाँका त्यो चम्पादेवीको हाइकिङ ट्रेल भनेको ठाउँबाट सर त्यो सल्लाघारीको बाटोबाट छिर्दै आउँदा हात्ती पनि हामी छिर्यौँ। अनि यहाँबाट पुरा सिटी देखिन्छ भन्ने कुरा इस्टिमेसन गरिएको थिएनौँ कि यस्तो देखिन्छ भन्ने कुरा। दिउँसो हल्का फुल्का ल बिल्डिङहरू देख्यो भन्ने चाहिँ हुन्छ, तर राति भएपछि जुन बत्ती बलेर चाहिँ यस्तो बवाल देखिन्छ। एयरपोर्ट देख्न पाइन्छ, रिङ रोड देख्न पाइन्छ, यस्तो बवाल हुने रहेछ होइन। रिङ रोड भने पुरा रिङ रोड त देखिने होइन, तर एउटा दुईवटा हाइवेको पोइन्टबाट सर गाडी हिँडेको साँझमा त्यो देखिन्छ कि, विच वाज ग्रेट। अनि साँझमा बस्यौँ हामीले, खानसाना खायौँ, साँझको माहौल र परिवेश निहाल्यौँ। बत्ती बल्दा यो ठाउँ यस्तो दामी देखिने रहेछ होइन। अनि हामीले त्यो इन्जोय गऱ्यौँ। साँझको माहौल, फुड वाज अति बवाल होइन। यहाँको माहौल, यहाँको परिवेश पनि यस्तो दामी नै छ। अब भोलि बिहान हामी यसको बिहानको माहौल र परिवेश तपाईँलाई देखाउँछौँ। ब्रेकफास्ट पनि गर्नेवाला छौँ। अनि अलिकति मेबी हल्का बाहिर निस्केर चाहिँ सल्लाहघारी पनि हामी डुल्ने प्लानमा छौँ। भोलि बिहान चाहिँ आज हामी डुल्न पाएन किनकि प्रपर्टी यताउता गर्दैमा हाम्रो टाइम गयो आज। सो भोलि त्यो पनि प्लान छ। यहाँ केवल चिसो बतासको महसुस हुन्छ।
कुनै पनि दृश्य देख्नु भन्दा पनि महसुस हुनु एकदम नै जरुरी छ। हात्तीवनको साँझको यो माहौलले केवल दिनको अन्त्य मात्र गर्दैन, यसले हाम्रो मन मस्तिष्कलाई नै शान्त पारिदिन्छ। अनि जब रात ढल्किँदै जान्छ, चन्द्रमाले हामीलाई झिस्काउन थाल्छन् अनि हामीलाई थाहा हुन्छ कि शान्ति यस्तै महसुस हुन्छ, शान्ति यस्तै देखिन्छ। अनि यसले हामीलाई महसुस गराउँछ कि अन्त्य कति सुन्दर हुन सक्छ भनेर। बिहानी चिसो सिरसिरे बतास अनि चराहरूको चिरबिरसँगै हाम्रो बिहानी सुरुवात हुन्छ। अनि बिहानी पखको यो ठाउँमा सुन्दर ढङ्गले बुनेको कुहिरोको कोमल स्पर्शमा आफूलाई डुबाउन सकिन्छ। त्यसको खुसी पनि अलग्गै महसुस हुन्छ फेरि। यहाँको बिहानी बिस्तारै सुरु हुन्छ। घामलाई कुहिरोले ढाकेको छ। बिहानी चिसोपनको मिठास पनि अलग्गै छ यहाँ। त्यो मिठासमा अझै तड्का लगाउन हामी कफी बनाउन थाल्छौँ। गुड मर्निङ फ्रम हात्तीवन हिमालयन नाइट रिसोर्ट होइन। बिहान उठ्यौँ, यस्तो दामी ड्रोन सटहरू लिइरहेको छौँ हामीले। त्यसपछि अब आश थियो सनराइज भएर दामी सनराइज हामीले लिनु पाउँछौँ भनेर, त्यो चाहिँ लिनु पाएन किनकि पुरै हुस्सोले ढाकिहाल्यो कि। ड्रोन उडाउँदै पनि हुस्सोले ढाकेको थियो। यस्तो क्रेजी ड्रोन सट आएको थियो, अलग्गै पार्ट अफ द स्टोरी छ। हिजो सनसेट चाहिँ हामीले भेट्यौँ। त्यसपछि हामीले बिहान उठ्यौँ, आफै कफी सफी बनाएर खायौँ। तर अलि परिवेश हामीले डुल्यौँ। अब एकछिन हामी फेरि बाहिरको प्रपर्टी अलिकति एक्सप्लोर गर्नेवाला छौँ। त्यसपछि हामी ब्रेकफास्ट गर्छौँ अनि लेट्स होप घाम देख्न पाएर यो ठाउँलाई सनराइजहरूले हान्दाखेरिमा एउटा मिठो ड्रोन सट पनि लिन पाउँछौँ भन्ने आश चाहिँ हामी लिइरहेछौँ। स्टिल लेट्स सो अहिले चाहिँ हामी कफी इन्जोय गर्छौँ। चियर्स, गुड मर्निङ बाइ द वे। तलको उपत्यका अझै जाग्दैछ, तर यहाँ माथि हात्तीवनको शान्तपनमा तपाईँ पहिले नै जागा महसुस गर्न सक्नुहुनेछ। हरेक सास गहिरो महसुस हुन्छ अनि हरेक क्षण अलि बढी जीवन्त। सायद यही नै बिहानीको उपहार हो। हरेक बिहानीले हामीलाई फेरि कसरी सुरुवात गर्ने भनेर सम्झाउँछ पनि। बिस्तारै शान्तपूर्वक अनि ठहरावका साथमा हामी यहाँको माहौलमा रमाउँदै गर्दा ब्रेकफास्टको समय भएछ।
टाइम हामी बिहान यसो तल जङ्गलको परिवेश डुल्यौँ ब्रेकफास्ट खान लागिरहेछौँ ब्रेड छ त्यसपछि फ्रुट्स ससेज हाम्रो बेकन छ यहाँनिर अमलेट पनि ट्राई गर्दैछौँ हामी त्यसपछि पुरी तरकारी छ हामीसँग अनि अन्डा भयो मुस्लीहरू भयो यताउता भयो अनि चिया त हाम्रो फेभरेट जहाँ गयो पनि भइहाल्यो हामी एकछिन ब्रेकफास्ट इन्जोय गर्छौँ देन मेबी एटिभी राइड हाम्रो बाँकी छ सो सी यू इन अ बिट ब्रेकफास्ट पछि यहाँको माहौलमा अझै रमाइलो महसुस गर्न हामी एटिभी राइड गर्छौँ जङ्गलको ट्रेलमा प्रकृतिमा सामेल रहेर यो एउटा रमाइलो पल साँच्न पाइने रहेछ यहाँ अनि एटिभी राइड गर्दा समय बितेको फेरि पत्तै नहुने रहेछ हजुरहरू पनि यो रिसोर्टमा जाँदा एटिभी राइड बुक गरेर यहाँको जङ्गलको परिवेश निहाल्न सक्नुहुनेछ ओके सो वी जस्ट डिड एटिभी राइड होइन यस्तो मजा आयो फर्स्ट एक्सपिरियन्स थियो बाइ द वे यो लास्टचोटि एक दुई ठाउँमा गर्ने भन्दा के भएर नजुलेर हाम्रो पहिलाको हामीले गर्ने भनेको एकदम यो एटिभी राइड चाहिँ होल्ड भइरहेको थियो यहाँनिर गऱ्यौँ अमेजिङ एक्सपिरियन्स त्यहाँ भित्रको त्यो भागमा रुखहरूको बिचमा हिँड्दाखेरि यस्तो अमेजिङ एक्सपिरियन्स हामीले लियौँ होइन अनि ओभरअलमा हाम्रो यहाँनिरको एक्सपिरियन्स एकदम बेस्ट मिठो निन्द्रा पऱ्यो राति बेड कम्फर्टेबल त्यसपछि बिहान उठ्ने बित्तिकै हुस्सु लाग्यो अर्को बोनस पोइन्ट एकदम अब चराचुरुङ्गीको आवाज हिजो आएदेखि अहिलेसम्म सुन्न पाइरहेछौँ हामीले बिहान उठ्दाखेरि चराहरूले तपाईँलाई उठाउँछन् यदि चराको मजाले आवाज मनपर्छ भने टक्क बाहिर बारदली पनि निस्किने हामीले बनास्ता चिया कफी खाने आनन्दले रिल्याक्स भयो चराको आवाज सुन्ने हुस्सुले ढाकिया हुन्छ यो ठाउँलाई सो त्यो एक्सपिरियन्स तपाईँले बबाल पारामा लिन पाउनुहुन्छ ठाउँ पिसफुल छ अनि सिटीबाट अलिक पर छ तर यताबाट सिटी छर्लङ्ग देखिन्छ फेरि विच इज गुड होइन सिटीबाट पर भइकन पनि सो ओभरअलमा एक्सपिरियन्स हाम्रो बबाल भयो अघि ब्रेकफास्ट खायौँ ब्रेकफास्ट पनि गुड त्यसपछि एटिभी राइड पनि अमेजिङ अब नजिकै यहाँनिर खासमा यहाँबाट चम्पादेवी हाइकिङ ट्रेल पनि छ होइन तर हामीलाई चाहिँ चम्पादेवी छुट्टै आफ्नो सोले एउटा एकचोटि गएर चम्पादेवीको फुल भिडियो बनाउन एकदम रहर छ इन नियर फ्युचर कहिले गरिएला त्यो चाहिँ होइन लेट्स होप चाँडै नै होस् त्यो चाहिँ तर यहाँ आएकोहरूले चाहिँ टाइम निकालेर आइदर चम्पादेवी जान सक्नुहुन्छ या त चम्पादेवी हाइकिङ गरेर तपाईँ साँझमा यहाँ स्टे गर्न सक्नुभयो जानकारीको लागि तपाईँहरूलाई त सो ओभरअलमा अमेजिङ स्टे एट हात्तीवन रिसोर्ट चियर्स हात्तीवन रिसोर्टको हाम्रो बसाई सुखद रह्यो यो रिसोर्टले विलासिता र सरलताको सङ्गम भने प्रकृतिसँग गराउँछ यहाँका कोठाहरू फराकिला र शान्त छन् शान्त बगैँचा छ अनि केवल सिरसिरे बतास र चराचुरुङ्गीको आवाजहरू छन् यहाँ आफूलाई भुलाउन स्नुकर छ टेबल टेनिस छ र एटिभी राइड्सको व्यवस्था पनि छ बच्चाहरूको लागि खेल्ने ठाउँ पनि छ थप एडभेन्चर चाहनेहरू चम्पादेवी र चन्द्रगिरीको हाइक पनि गर्न सक्नुहुने रहेछ समग्रमा भन्नुपर्दा हृदयदेखि नै खुसी महसुस गराउँछ हामीलाई यो ठाउँले तर फेरि हाम्रो यो खुसीले कतिपयलाई समस्या दिन पनि सक्छ
अनि फेरि हामी खुसी हुनको लागि सबै समस्याको समाधान हुनै पर्छ भन्ने पनि त छैन। त्यसैले त म भन्छु एउटा समस्याको समाधान हुन्छ अनि फेरि अर्को समस्या आइपर्छ। आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला। भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। संसारलाई नेपालको विभिन्न रङहरू देखाउने यो मेरो सानो प्रयास हो अनि मेरो लक्ष्य के छ भने नेपालको हरेक जिल्ला गएर त्यहाँको बारेमा भिडियो बनाउने। त्यसैले आफ्नो जिल्लाको जानै पर्ने या घुम्नै पर्ने केही ठाउँहरू छन् भने हामीलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। के थाहा अर्को भिडियो हजुरको जिल्लाको पो हुन्छ कि। नमरी बाँचे कालले साँचे हाम्रो भेट अरू कुनै ठाउँमा अवश्य हुनेछ। तबसम्म च्यानलमा अरू धेरै भिडियोजहरू छन् हेर्दै गर्नुहोला। च्यानललाई सब्स्क्राइब गरेर मलाई साथ पनि दिनुहोला। यो हजुरहरूको लागि त फ्री छ तर यसले मलाई अझै राम्रो भिडियो बनाउने प्रेरणा दिन्छ। अनि एउटा कुरा जहाँ जानुहुन्छ कृपया फोहोर भने चाहिँ नगरिदिनुहोला। राजु हियर साइनिङ आउट। जय नेपाल।